नमस्ते सम्पूर्णलाई यो दोस्रो त्रैमासिक परीक्षाको क्वेसन हो। यो झुट होइन, कक्षा 9 को कक्षा 9 अर्थशास्त्रको हो। यो दोस्रो स्तरीय दोस्रो परीक्षा र तल प्रश्न कति छोटो उत्तर दिनुहोस्। सही अर्थशास्त्रको प्रश्न यही आउने छ। यही नभए थोरै फरक मात्र आयो भने नभए झन्नै मिल्छ। यति रहेछ अर्थशास्त्रपछि एकैछिन अर्थशास्त्र चाहिँ नेपाली विषय। यो नि दोस्रो हो, दोस्रो त्रैमासिक परीक्षा 3 घण्टा 9 कक्षा। यो प्रश्न यस्तो खाले आउँछ है। शाबास। यही क्वेसन नआउन सक्छ, तर पनि झन्नै उस्तै हुन सक्छ। यो अर्कै ठाउँ र त्यो अर्कै ठाउँ हुन सक्छ। तैपनि नमिल्ने चाहिँ होइन, मिल्न चाहिँ मिल्छ। फेरि विज्ञान कतिले गाह्रो लाग्दो है। यसपालि विज्ञानको सजिलै छ। हो यता अलिकति छ नसकेको। 3टाको सक्यो। त्यो कार्यालय लेखा दोस्रो त्रैमासिकको त्यस्तो सहिलो क्वेसन थिएन। यसपालि अलिक गाह्रै दिएको हो। हुन चाहिँ हिसाब पनि छ, सबैमा हिसाब आइसक्यो अहिले त। यो फेरि कुन अनिवार्य गणितले झन् हिसाब निकाल्छ। गणित है गाइस। क्वेसन चाहिँ डर लाग्दैछ। अलिकति बुझेन जस्तो छ। यो 1 लिटर हो। 1 लिटर है, 1 लिटर पेट्रोलको मूल्य हो। फेरि अर्को सामाजिक मौखिकले नि गर्छ। पुँजीवादी साइबर अपराध सबै आछ। ध्यान दिएर हेर्नु है सबैले। लास्ट इङ्ग्लिस सुरुमा एउटा पोइम आउँछ। यस्तो खाले जसको पोइम आउँछ। त्यो छ यसको। अब यसलाई यो म्याच द फलोइङ सोध्छ, त्यसबाट हेर्दै मिलाउने हो। यही हो, यसबाट हेर्दै मिलाउने हो। र यसको पाउलो कोइलोको आउँछ। पाउलो कोइलोको यो आउँछ। फेरि यसमा चाहिँ मुस्किल होला। पुरै 10 मार्क्सको छ। यसको यतापट्टि छ
यतापट्टि क्वेसन एन्सर लेख्ने हो। यस्तो क्वेसन आउँछ, अलि ध्यान दिएर लेख्ने हो। यसको ट्रु फल्सको पाउलो कोएल्हो इज एन अमेरिकन ट्रु, यसमा यो आउँछ। अनि कुन कुन यसको चाहिँ अलि ध्यान दिएर लेख्नु होला। यसको नि अलि लेख्नुपर्छ, अलि राम्रो लेख्नुपर्छ। यसको नि अलिक गाह्रो टाइपको छ। नेपोलियनको छ पुरै 15 मार्क्सको। नेपोलियन डिसाइडेड टु रिटर्न टु फ्रान्स। यसको पुरै एरेन्ज गर्ने रहेछ। यसमा 4टा छ रहेछ। यो भयो मेन चाहिँ यो 5 मार्क्सको यो अलिक गाह्रो छ। राइट द वर्ड्स फ्रम द टेक्स्ट विच आर सिमिलर इन द मिनिङ टु द फलोइङ छ। यसको इन्भेन्टेडको लेख्नु पर्यो, स्विचको लेख्नु पर्यो, ट्रम्पको लेख्नु पर्यो, एक्स्ट्राभेगेन्स र वन्डरफुलको लेख्नु पर्यो। सी नम्बरको पुरै क्वेसन एन्सर छ। यसपालि अलिक गाह्रै छ क्वेसन, तर त्यस्तो गाह्रो नि होइन, सहिले हो न त भयो नि। अलिक मुस्किल चाहिँ हुन्छ, खद्दा लामो छ क्वेसन यसपालि। अब मेन चाहिँ यो है, राइट अ कपल अफ प्याराग्राफ्स प्रेजेन्टिङ योर भ्युज अन द म्यारिज ट्रेडिसनल इन योर कम्युनिटी। 6 मार्क्सको है यो, मिलाएर लेख्नुहोस्, यिनले गर्दा नि कट्न सक्छ। राइट अ लेटर टु द एडिटर अफ अ लोकल न्युज पेपर कम्प्लेनिङ एबाउट द ब्याड कन्डिसन अफ द रोड इन योर एरिया भन्ने छ। यसको पुरै 8 मार्क्स आउने रहेछ लेटरको। अनि रिप्रोड्युस द फलोइङ सेन्टेन्सेस एज इन्स्टिट्युट इन द ब्र्याकेट्स। यसको यो बनाउने रहेछ। विनोद लभ्स डान्सिङ एट क्वेसन ट्याग हो। यस्तो पुरै कति मार्क्सको छ, 6 मार्क्सको रहेछ। यता नि 6 मार्क्सको रहेछ। अनि यसको त पुरै ब्याड छ। यसको 5 मार्क्स। यो चाहिँ ध्यान दिएर हेर्नुहोस् है, मैले राम्रोसँग देखाइरहेको छु है। त्यही भएर तपाईँले राम्रोसँग बुझ्नु भएन भने मेरो फेसबुक आइडी नारायण कार्की छ, त्यसमा गएर फ्रेन्ड रिक्वेस्ट पठाउनु होला, म एक्सेप्ट गर्छु र त्यसमै म पठाउँछु नभए।